युवा स्टार अनमोल केसीले आगामी फिल्म बाटुलो जुनमा अभिनय गर्ने पक्का भएको छ। बाटुलो जुनलाई भुवन केसीले निर्देशन गर्नेछन्। अनमोल केसीको होम प्रोडक्सन कम्पनी सुपर काजल फिल्म्स नभएर यो फिल्मलाई सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण गरिँदैछ। चलचित्र विकास बोर्डले केही दिन अघि यो चलचित्रलाई निर्माण इजाजत दिएको छ। यस चलचित्रमा अनमोल केसी पहिलो पटक ग्रामीण पात्रको भूमिकामा देखिँदैछन्। यसका लागि उनले जुगा राखेका छन्। गत साता कतारमा एक कार्यक्रममा जाँदा उनले जुगा पालेकै अवस्थामा प्रस्तुत भएका थिए। बुझिए अनुसार चलचित्र बाटुलो जुन अनमोल केसीको करियरमै सबैभन्दा सस्तो बजेटमा बन्न लागेको चलचित्र हो। चलचित्रको बजेट 25 लाख मात्र रहेको छ। यस चलचित्रमा भुवन र अनमोल दुवैले अभिनय गर्ने बताइएको छ। असारको दोस्रो साताबाट चितलाङमा अंगुर खेतीको दृश्य खिच्दै चलचित्रको छायाङ्कन सुरु हुनेछ। त्यसपछि अनमोल केसी केही साता जेरी अन टपको गीतमा व्यस्त हुनेछन्। वर्षा सकिए लगतै चलचित्र बाटुलो जुनको छायाङ्कन अघि बढाइने जनाइएको छ। चलचित्र बाटुलो जुनको प्रदर्शन मिति भने अहिलेसम्म तय भएको छैन।